एका बिहानै धेरै उत्सुकतापूर्वक बसको प्रतीक्षामा थिएँ। त्यो दिन कलेजको पहिलो दिन थियो। पर्खाइसकियो। अब पहेँलो रङको बस टाढाबाटै देखियो। मलाई लाग्यो बस सिधै मेरो नजिकै आएर रोकिनेछ, तर बस मेरो नजिक नरोकी सिधै गयो। मैले बसलाई रोक्न खोजेँ, तर बस रोकिएन। मैले उताबाट आउँदै गरेको बाइकसँग लिफ्ट लिएँ अनि जसोतसो गरेर बस चढेँ। बसभित्र पस्ने बित्तिकै चालकसँग कराउँदै म पछाडि गएर बसेँ। म रिसाएको थिएँ, तर कम्तीमा बस समात्न सफल भएकोमा खुसी पनि थिएँ। घुमी घुमी बस अन्ततः कलेज पुग्यो। बसबाट ओर्लेपछि म सोधपुछ गर्दै कक्षा कोठामा पुगेँ। भित्र पसेपछि मैले झ्यालको छेउकै सिट रोजेँ र झ्यालको छेउमै बसेँ। झ्यालबाट बाहिर नयाँ नयाँ अनुहारहरू आउँदै र जाँदै गरेको देख्न सकिन्थ्यो। अचानक मेरो नजर एउटा अनुहारमा पर्यो, जुन देख्दा सामान्य थियो तर आकर्षक थियो। केही बेरमा त्यो अनुहार मेरो नजिकै आयो र मेरो छेउको कक्षातिर मोडियो। म आफ्नो पढाइमा व्यस्त हुँदाहुँदै पनि मेरो ध्यान बारम्बार झ्यालतिर गइरहेको थियो। म त्यो कक्षाबाट निस्कने हरेक केटीमा उसलाई खोजिरहेको थिएँ। ब्रेक हुने समय भइसकेको थियो र सबैजना कक्षाबाट बाहिर निस्किरहेका थिए। म अझै पनि झ्यालको छेउमा बसेर उनी बाहिर आउने प्रतीक्षा गरिरहेको थिएँ। सायद उनी पहिले नै गइसकेकी थिइन् होला। म मेरो कक्षाबाट निस्किएर क्यान्टिनतिर लागेँ। यसैबीच मैले मेरो बेन्चमा मसँगै बसिरहेको एकजना साथी पनि बनाएको थिएँ। जब म क्यान्टिनमा गएँ, मैले उनलाई एक्लै बसेर केही खाइरहेको देखेँ। सुरुमा मैले सोचेँ कि म गएर उसको छेउमा बसेर परिचय गरौँ। फेरि सोचेँ कि यदि उनले अस्वीकार गरिन् भने त मेरो इज्जत नै रहँदैन। यस्तै 2-3 दिनसम्म चल्यो। त्यसपछि एक दिन म हिम्मत जुटाएर उनको छेउमा गएर मधुरो स्वरमा भने, के म यहाँ बस्न सक्छु? उनले मलाई अनौठो नजरले हेर्दै भनिन्, बस्नुहोस्, म को हुँ र अस्वीकार गर्नलाई। त्यति बेला मलाई लाग्यो कि निर्दोष देखिने त्यो मुहार मैले सोचेको जस्तो निर्दोष छैनिन् कि। त्यसपछि मैले अर्को प्रश्न सोधेँ, तपाईँ यहीँ बस्नुहुन्छ वा बाहिरबाट पढ्न आउनु भएको हो? उनले मलाई हेरिन् र फेरि आँखा तल झारिन्। मैले फेरि उही प्रश्न दोहोर्याएँ। उनले नक्कली मुस्कानका साथ जवाफ दिइन्, म बाहिरबाट आएकी हुँ। अरू केही सोध्न मन छ कि सकियो? उनी उठेर त्यहाँबाट गइन्। म मनमनै सोचिरहेको थिएँ कि यिनी त कति घमण्डी हुन्, राम्रोसँग कुरा पनि गर्दिनन्। यस्तै धेरै दिनसम्म चल्यो। लगभग 4 महिनापछि हामी दुवैजना साथी भयौँ। मैले त पहिलो दिन नै सोचिसकेको थिएँ कि यो केटी मेरो लागि सही छ। बिस्तारै हामीले मोबाइल नम्बर लिने दिने गर्यौँ र कुरा गर्न थाल्यौँ। कहिले मेसेज मार्फत त कहिले कामको बहानामा फोन नै गरेर। अब यो दिनचर्या नै बन्यो कि जे भए पनि हामीले दिनदिनै एक अर्कालाई
मेसेज पठाउनु पर्थ्यो। यो क्रम महिनौसम्म चल्यो। कथामा प्रेमको मोड कलेजको वार्षिक समारोहबाट आयो। दुवैजनाले वार्षिक समारोहको नाचगानमा भाग लिएका थियौँ। नाचगानको अभ्यास पनि सँगै हुन्थ्यो। धेरैजसो समय हामी सँगै हुन्थ्यौँ। कलेज सकेर घर फर्केपछि पनि मेसेजहरू आउने जाने भइरहन्थ्यो। अहिलेसम्म हाम्रो कुराकानी मात्र एक असल साथीहरूको जस्तै थियो। एक दिन मैले अलिकति हिम्मत जुटाएँ र मेसेजमा मेरो मनको कुरा भनिदिएँ। त्यो मेसेज पढ्ने बित्तिकै फोन आयो। सुरुमा त मैले फोन उठाइनँ। त्यसपछि मैले सोचेँ, के थाहा कुरा सकारात्मक पो छ कि जे हुन्छ हेरौँला। फोन उठाउने बित्तिकै तिमी आफूले आफूलाई के सोच्छौ? तिमीले कसरी सोच्यौ कि म तिमीलाई माया गर्छु? मैले तिमीबाट यस्तो आशा गरेकी थिइनँ र यति भनेपछि फोन काटियो। भोलिपल्ट बिहान जब म कलेज पुगेँ, उनी पहिले नै आफ्नो कक्षामा गइसकेकी थिइन्। उनीले आज पहिलाको जस्तै मलाई गेटमा पर्खेर बसेकी थिइनन्। आज मैले आफ्नो मूर्खताको कारणले गर्दा एउटा असल साथी गुमाएको महसुस भयो। कलेजमा जब मैले ब्रेक समयमा उनलाई गएर सोध्न खोजेँ, उनले निराश अनुहार फर्काएर कुनै जवाफ दिइनन्। म निकै दुखी भएँ। मेरो मन दुखिरहेको थियो। केही समयपछि अचानक मेरो मोबाइलमा मेसेज आयो। मैले हतार मोबाइल निकालेर मेसेज हेरेँ। म तिमीसँग यही कुरा गर्न चाहन्छु के तिमी मलाई पुस्तकालयमा भेट्न सक्छौ? सन्देश पढेपछि मेरो घाँटी सुक्न थाल्यो। निधारबाट पसिना बग्न थाल्यो र मनमा एक प्रकारको अनौठो घबराहट भयो। म हिम्मत जुटाएर पुस्तकालय पुगेँ। उनी कुनामा रहेको टेबलमा बसिरहेकी थिइन्, जहाँबाट बाहिरी दृश्य स्पष्ट देखिन्थ्यो। म गएर अनुहारमा नक्कली मुस्कान लिएर उनको छेउमा बसेँ। म बस्ने बित्तिकै उनले फेरि भन्न थालिन्, तिमी आफूले आफूलाई के ठान्छौ? म अरू केटीहरू जस्तो होइन। मेसेजमा तिमीले आई लभ यु लेखेर आफ्नो प्रेम व्यक्त गरेर म तिमीलाई हुन्छ भन्छु। यदि तिमी मलाई साँच्चै माया गर्छौ भने मेरो अगाडि नै प्रस्ताव गर। कायरले जस्तो मेसेजमा लेखेर मात्र हुँदैन। यदि तिमी मलाई प्रेम प्रस्ताव राख्छौ भने एउटा कुरा मनमा राख, जिन्दगीमा गल्तीले पनि मलाई छोडेर जाने प्रयास नगर्नु, नत्र म तिम्रो ज्यान नै लिनेछु। यस्तो थियो मेरो पहिलो प्रेम। त्यो दिनदेखि आजसम्म हामी सँगै छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद। अरू यस्तै भिडियोहरू हेर्न र सुन्नको लागि यात्री आरजे युट्युब च्यानल सब्सक्राइब गर्नुहोला र सँगै रहेको बेल चिन्हमा थिच्नुहोला। साथै लाइक, सेयर र कमेन्टमा सुझाव सल्लाह दिनुहोला है।